लु है गाइस, माथि जाने चाहिँ मेन बाटो भयो। अब मेरो यो पुरानो घरमा जाने बाटो पनि थियो, बाइक मजाले जिपहरू बाइक ट्र्याक्टरहरू जान्थ्यो। अस्ति बर्खाको पानीले चाहिँ अब यहीँ राख्नु पऱ्यो मेरो बाइक। बर्खाको पानीले यसरी पहिरोहरू गएको छ। बर्खा भन्दा पनि अस्ति एकचोटि भीषण पानी भयो, के अरे पानी पऱ्यो नि गाइस। हो त्यो पानीले चाहिँ बाटो यस्तो बनाएको रहेछ। यो बाटो डोजर ल्याएर नखनेसम्म होला जस्तो छैन। अब ल्याएको बाइक त बिस्तारो आउने रहेछ क्या यहाँसम्म त नि। अब रिक्स नगरौँ। अब यहाँबाट म मेरो पुरानो घर त्यहाँ हो, आमा पुरानो घरमै बस्नुहुन्छ आमा बुवा। अनि बाटो यस्तो भएछ, नत्र भने यो बाटो मजाले बाइक जान्थ्यो। यो तलको चाहिँ चौरी खोला हो, चौरी खोला। यो चौरी खोला भयो तलको। पारीको चाहिँ काभ्रे है गाइस, काभ्रे भयो। अनि बाटो यस्तो छ कि यो बाटो मजाले बाइकहरू जान्थ्यो। मैले धेरैचोटि लगेको। योपालि चाहिँ धेरै क्षति भएको रहेछ बाटो, क्षति भएको रहेछ। यस्तो छ। यहाँबाट अलिअलि खनेको भए त बाइक त यहाँसम्म त आउँदो रहेछ, तर त्यो खोल्चामा फेरि पहिरो गएको छ अरे। यस्तो छ है। अस्ति एकचोटि भीषण पानी परेर काभ्रेको तल धेरै ठाउँको पुलहरू धेरै क्षति गरेको थियो नि काभ्रेमा। हो त्यो पानी यता पनि असर पारेको छ। माथिदेखि पहिरो पनि आएछ। यसरी यो बाटो खोल्चाको पानीहरू बढेर यसरी बाटो बिगारेको छ। कालिजहरू है, यहाँ त कालिजहरू। अनि त्यस पछाडि थुप्रै उहरू पाउँछ गाइज यहाँ चाहिँ, तर हामीले कालिज मार्दैन हामीले है। वन कालिजहरू थुप्रै आउँछ, वन कुखुराहरू आउँछ। अहिले पनि कतै सराइ गरेर चाहिँ कालिजै होला। ओ गाइज, म देखाउँछु तपाईँहरूलाई। कालिज यहाँबाट माथि जाँदैछु, देख्नु तपाईँहरूले कालिज है। यस्तै कालिज छ। यो बाटो बिग्रिएछ ल, यो बाटो खतम बिग्रिएछ। अब यसको लागि फेरि बजेट नगरेसम्म हुँदैन। पहिला अलिकति बजेट छुट्याएर बाटो खनेको थियो। फेरि यहाँ पनि यस्तो भएछ। यो खोल्चाको पानी बर्खामा चाहिँ माथिदेखि लेकदेखि आउने पानी ठुलै आउँछ। त्यसले यसरी खोलेको रहेछ। पाइपहरू खेतमा लाने पाइपहरू यसरी बगाएर सबै भाँचेको रहेछ है। यस्तै छ गाइज। उताको अहिले मैले बनाएको होमस्टे नयाँ घरसम्म त राम्रै छ बाटो। अब पिच पनि सुरु हुँदैछ। र यो पुरानो घर म जन्मेको घरमा आउनको लागि चाहिँ अलिकति बाटो यस्तै छ। अब तलबाट बनाएको छ कि के कसो बाटो सायद हो कि क्या हो, त्यहाँबाट बाटो छैन जस्तो। यो तलबाट बाटो हुन जस्तो लाग्यो। यो बाटो हेर्नुहोस् त गाइज, बाटो त्यो खोल्चामा त्यहाँको त्यो गरेछ। यो अस्थायी बाटो बनाएछ। आमा हिँड्न गाह्रो छ। आमालाई खुट्टाको घोडाको समस्या छ आमालाई। गाइज यस्तो छ हाम्रो गाउँ चाहिँ, यस्तो छ। जङ्गल यो पुरानो हामी के भन्छ, ओहो बाटो त यो तल फेरि तल पनि बाटो लगिरहेको थियो। तल खोलामा चाहिँ एउटा पानीको ट्याङ्की बनाएको छ। त्यहाँबाट चाहिँ जेनेरेटरबाट पानी माथि गाउँमा तान्ने भनेर त्यो कन्सेप्ट यसरी यसरी लगेको रहेछ। त्यही भएर चाहिँ त्यहाँबाट बाटो छैन रहेछ गाइज। ओहो, यहाँ त पुरै वाल उठाउनु पर्ने रहेछ। ठुलै पो पहिरो आएछ माथिबाट। यो पहिरोले त बिजोग बनायो नि गाइज। अस्तिको एकचोटिको पानीले लग्यो यो खोल्साहरू। पहिला हामी
पढ्न हिँड्दा डरलाग्दो खोल्छ थियो, अहिले यस्तो होइन बाटोघाटोले यस्तो बनायो। ओहो तल आउनुपर्ने भयो। खोल्चामा माथिबाट पहिरो आएको देखाएको थियो, त्यो पहिरोले त बिजोकै बनाएछ नि गाइस। यो खोल्चा हेर्नुहोस् त। पुरै कहाँदेखि काठहरू यसरी माथि माथिदेखि नै काठहरू बोकेर ल्याएछ। अनि बर्बाद बनाएछ नि। अलिकति भए नि हिँड्नु पर्यो नि गाइस। यस्तो हेर्नुहोस् त, डरलाग्दो थियो यो खोल्चा। यहाँको माथिबाट पहिरो आएर बिजोकै गरेछ। होइन यस्तो खाल्डो बनाएछ। अब यहाँ त पुरै ग्यापिङ नराखेर कामै छैन, किनभने यो पहरा भयो। यो पहरा फुटाउनलाई ब्रेकर ल्याउनु पऱ्यो। पहरा फुटाउनु फेरि माथिको डाँडा आउनु भने डर हुन्छ। हेर्नुहोस् त यस्तो छ है। मैले पुरानो घरमा जाने बाटो चाहिँ यो भयो। बाइक मजाले जान्थ्यो है, बिजोक बनाएछ। आया बुद्ध चित्त माला सुबालजन बुद्ध चित्त माला जग्गाले सब्रो दर्शन गाइछु पिङमिङ हुँदैछ यो कटरको बुट्टा। ओइ केटा चुप 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 चुप। मकै मकै के गाटर बोर पनि किरा खाना भुल्नु जाउँछ भाइ। किरा लागेछ खोइ नगिजु पहिला नै जुनाइ नि तुरै कुर्छु बिहान भुल्नु जान्छौँ। अनि तिलकै झुमझुम धाम जिजाम जिमी दल ल। यो चाहिँ मेरो जन्मघर भयो। है भयो रुख कटरै फल्न सुरु गरेछ। है तुरै हो ल है काठमाडौँबाट हिँडेर घरमा माथि आइपुग्छु हाम्रै घरमा खाना। साथीहरू अघि मेरो बाइक बाटोमा राखेर आएको थियो यता घरमा। अब त्यो बाइक थन्काउनु म उता घर जाँदैछु। हेर्दै गर्नु होला है मेरो भिडियो। लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। गाडीमा खावा हालिदिला गाइस। मेरो तल घरमा चाहिँ बाइक त्यो चढाउनु लागि त्यो त्यहाँ पहिला मैले उ राखेको थियो त्यो हटाएछ। त्यही भएर बाइक चढाउनु छैन। बाइक चाहिँ आज यहाँ चाहिँ हाम्रै बाजेको घर हो, यो भाडामा दिएको रहेछ अनि यहाँ राखेको छु। अनि यो बाटो ग्राभल भइसकेको छ। यो चाहिँ मेरो होमस्टे भयो। त्यहाँ यहाँनिर मेरो होमस्टे होइन, मेरो घर त त्यो भयो त्यो ध्वजा राखेको। अनि त्यहाँ चाहिँ लुहोइ गाइस लुहोइ बाइक यहाँ राखेर म चाहिँ घरतिर लागेँ। फेरि यतै बस्नुहुन्थ्यो, फेरि आमा एक्लै छ उता घरमा। आज चाहिँ आमासँग बस्छु भनेर
हिँड्ने यो मेरो गाउँको बाटो। अब यसपालि यो बाटो पिच गर्ने भनेर बजेट परेको छ अरे। के हो जेनेरेटर जस्तो छ यो जेनेरेटरै रहेछ। कहाँबाट जेनेरेटर ल्याएर यहाँ क्या यो खेत भयो अनि यो सबै खेत हो। माथिको यो घर पनि हाम्रै दाजुभाइहरूको घर हो। अब घरतिर लाग्दैछु म। माथि गाउँमा गएर एकजना भाइ हेल्पपुसमा काम गर्ने एकजना भाइ छ मेरो भाइ। भाइलाई भेटेँ, उसले घाउमा ड्रेसिङ गरिदियो। अनि त्यस पछाडि एकजना अङ्कलको घरमा गएर अनि त्यो त म समय समयमा अलि सधैँ आइरहँदैन। अनि गाउँमा आएपछि मलाई प्रायःले माया गर्नुहुन्छ। एउटा बहिनी एउटा आउनु भयो। आज चाहिँ एकजना अङ्कलले बिचरा मलाई छोड्दै छोडेन। अनि मेरो बाइकमा छोडेर घरमा गयो। खाजा चाहिँ खायो। अनि यहाँको अर्ग्यानिक विशेष गरेर हाम्रो चाहिँ यहीँ पार्ने अर्ग्यानिक रक्सी हुन्छ त्यो पनि थोरै 2 ग्लास खाएर अनि निस्केँ। अब अलिअलि साँझ पनि पर्न आँटेको छ। त्यही भएर म अब हिँड्दैछु। एउटा 10 मिनट जति लाग्छ, 10-15 मिनट लाग्छ, 10 मिनट लाग्छ होला मेरो पुरानो घरमा पुग्नलाई। पुरानो घर चाहिँ पहिला बाइक जान्थ्यो, बाटो बिग्रिएर अस्ति बर्खामा त्यो पानी परेर बाटो बिग्रिएर अनि घर चाहिँ काभ्रे भयो। त्यो बाटोहरू सबै हाइड्रो पावरको बाटो हो। अनि म पुग्नुपर्ने यो ठाउँमा हो। यो घर मेरो घर हो। माथिको ठुल्बाहरूको घर हो। बुवाहरू जन्मेको घर चाहिँ माथिको अनि पछि बुवाले बनाएको घर तल भयो। यहाँ पनि यस्तो पहिरो गएछ। यो तलको चौरी खोला वारी रामेछाप हो। उता पारी काभ्रे हो। लगाइस पुरानो आँपको रुख यो। हामी जन्मिँदा पनि यत्रै थियो, अहिले पनि यस्तै छ। यहाँ आँप फल्ने बेलामा यो बाटोतिर आँपै आँप झर्छ। रुख ठुलो छ अनि रुखमा गएर टिप्नु पनि सक्दैन, आफै झर्ने हो। अनि झरेको टिपेर खाने हो। यस्तै छ हाम्रो गाउँघर। अब त्यति टाढा पनि होइन, 2-3वटा बाटो छ मेरो घरमा आउने। अनि आज म आएको बाटोबाट चाहिँ दोलाल घाटबाट खास 33 किलोमिटर हो। अनि तर म अर्को बाटोबाट आउँदा चाहिँ यहाँ 39 किलोमिटर भनेपछि लगभग 33 र 39 भनेपछि 4 कति किलोमिटरको फरक पऱ्यो। 39, 33 भने 6 किलोमिटरको फरक भएछ। आज म माथिको बाटो आएको, माथि भन्नाले बिचको बाटोबाट आएको। त्यहाँ पिच भयो भनेर आएको, तर पिच माथिसम्म भएको रहेछ। जस ठिकै छ। यो डाँडाको माथिसम्म चाहिँ पिच भएको छ। अब यता पनि यसपालिबाट पिच भयो भने काठमाडौँबाट घर आएर कामसाम सकेर फर्किनु भ्याउँछ। यस्तै छ। यो चाहिँ म घर जाने बाटो यहाँबाट छुटेको छ होइन। यो सानो गोठ छ नि, त्यो गोठ हाम्रो चिनेको एकजना दाइको गोठ हो। बर्खाको लागि यहाँ घाँसहरू राख्ने, गोरु राख्ने। माथि जहाँ गयो भने चाहिँ माथि सोइलिङ जाने बाटो भयो। माथि अघि म त्योबाट तल आएको। अनि यहाँबाट चाहिँ मेरो पुरानो घरमा जाने बाटो। यो खोल्चामा चाहिँ पानी अस्ति बर्खामा पानी परेर अनि पहिरोले खोल्चा बिग्रेको छ। त्यही भएर मैले बाइक उतै राखेर आएँ। हेलो 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 गुड मर्निङ। आज चाहिँ उता घरतिर आइपुगेको छु म। यता नयाँ घर मेरो घर उयो धजा भएको चाहिँ घर हो होइन। त्यसको चाहिँ यहाँ मेन ढोका चेन्ज गर्नुपर्ने थियो, त्यसको लागि आएको।
गाउँमा काठको काम गर्ने कोही पनि एकदम व्यस्त हुँदो रहेछ, त्यही भएर काठबाट ल्याउँ कि जस्तो सोचिरहेको छु। गुड मर्निङ है हजुर। तलको चौरी खोला हो, असला बाछा पढे। ल है गाइस, यो चाहिँ हाम्रो यता गाउँमा आउने क्युको गाडी हो। गाडी आएर चाहिँ बाटो त एकदमै धुम्याम्य छ, है ग्राभल गरे पनि। यसपालि बाटो पिच भयो भने राम्रो हुन्थ्यो, टेन्डर त परेछ भन्छ। यो गाडी हो के गाडी, बिहान 8 बजे हाम्रो छुट्टिन्छ। अनि यो पारिपट्टिको चाहिँ काभ्रे हो, यो खोलाले मात्रै सीमा छुटाएको छ।